हेलो हेलो नमस्ते सबैजनालाई। म चाहिँ आज गण्डकी प्रदेशमा रहेको फेवाताल फेवातालको कोको बिचमा आएको छु है। अति नै रमणीय ठाउँ रहेछ यो कोको बिच। कस्तो लोकेसन पनि कति राम्रो, भ्युजहरू पनि कति राम्रो देखिने ठाउँ रहेछ कोको बिच भनेको। सबैजनाले मन पराउनु हुने है। यहाँबाट पारिपट्टि सबैतिर हेर्दाखेरि कति आनन्द लाग्ने रमणीय दृश्यहरू हेर्न सकिने, चिसो हावा सँगसँगै प्रकृतिसँग खेल्न सकिने ठाउँ। रमणीय दृश्य हेर्दै घुम्दै यहाँबाट पस्ने, उतापट्टि निस्किने एक्वेरियमहरूदेखि सबै एकदम राम्रो, सबैजनालाई मनपर्ने ठाउँ रहेछ है यो। तपाईँहरू पनि आउनुहोला। म त टिकटकमा हेरेर चाहिँ काठमाडौँबाट पोखरासम्म आएको छु है। तपाईँहरू नै आउनुहोला। यस्तो राम्रो ठाउँ छ। तपाईँहरू पनि आउनुभयो भने इन्जोय गर्न सक्नुहुन्छ है। एकदम राम्रो खाने बस्ने व्यवस्थादेखि लिएर रमणीय दृश्य हेर्नलाई अति उत्तम ठाउँ। पोखराको कोको बिचमा सबैलाई स्वागत छ है त। थ्याङ्क यू सो मच।